म चाहिँ चाइनाको गार्डनतिर छु है। यो गार्डनमा के साथीहरू यो नि छुच्चोकै यो कालो फुलिरहेको छ है। के होला के यो खारेबिल छ होला कि हेर्नु धेरै फलिरहेको छ। यहाँ पनि फलिरहेको छ, चराहरूले खाइरहेछ। के फल रहेछ कि यस्तो राम्रो फल्याएको कि एउटा टिप्स होइन कस्तो छ कमाइ टिप्यो यस्तो टिप्यो है। अर्कै बास्ना आइरहेको छ तर यो कस्तो खालको फुल हो यति राम्रो फलेको छ यति राम्रो फले आयो एकदम फलिरहेको छ होइन यो यति राम्रो फल्यो के फल रहेछ। यो चाहिँ चाइनाको गार्डनतिर ल के राम्रो फुल फुलिरहेको आहा हेर्नु न ए फुलहरू कति राम्रो फुल्यो है सानो। यहाँ बाँसघारी रहेछ यहाँ छ टक्क यहाँ बस्ने ठाउँहरू छन्। के छ साली तर के यहाँ मलाई यो नबुझेको कुरो क्या साथीहरू यहाँ टक्क हेर अमिलोको उडान लगाइरहेको छ है। यहाँ रोडतिर क्या यो अमिलो फल्छ है फलेर खस्छ कोहीले खाँदैन क्या यहाँ मतलबै छैन क्या यहाँ हेर्ने अमिलोका बुट्टाहरू यस्तो लगाइदियो फल्या फलेर खसेर भ्याएर फेरि फुलिसक्यो आगे मतलबै छैन कसैलाई खाने मिल्ने भयो है। राम्रो गरेर पुऱ्याएको छ यति राम्रो फुल फुलिआयो। मिहिनेत गरेर जाने खालको मान्छेहरू है त्यो मिहिनेततिर छन् क्या मान्छे यति राम्रा बुट्टाहरू रोप्यो हामीले सबैतिर हरियाली बनाइदियो त्यो अमिलोकै अमिलो त्यो खान्न नि त रोपिरहेको त्यो बाटैबाट फेरि अमिलो यति भनिन्छ उता 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 फलिरहेको छ उता चाहिँ फलेको देखिरहेको छ नि साथीहरू त्यो चाहिँ फलेको हो क्या म देखाइदिन्छु त्यो यहाँ फेरि तल्लो फलिरह यो अमिलो फलिरह तर फलेको कोहीले खाँदैन क्या यहाँ मतलबै छैन। यहाँ यो अनार पनि फुलिरहेको छ है सब चिज फुल्यो अनार फुलिरहेको छ यहाँ गुलाबहरू यो कोहीले टिप्दैन के मतलब छ यो सब पक्रेर झरिसक्यो यति राम्रो छ गुलाब बगैँचा रोडमा बगैँचा बनाइदिएको कि मान्छेहरूलाई मतलबै छैन क्या यहाँको मान्छे। म हामीले पक्रेर जान्छु होटलतिर होटलमा एउटा यसो पार्सल दिन आएको थिएँ पार्सल दिएर म जाँदैछु। यो हो रोड यो खोला छ यहाँ तल अनि हेरेर चाहिँ पानी कति सफा छ कि बनाइरहेको छ के बनाइरहेको छ म चाहिँ गाडीमा छु गाडी चलिरहेको छ यो बिसाउनु बस यो कान्छीले बाटै छोड्तिर आएँ ल ओके साथीहरू
बाई बाई, ओके बाई बाई।